नमस्कार, म सुजा खत्री यस रिदम न्यूरोसाइकेट्रिक हस्पिटलमा नर्सिङ इन्चार्जको रूपमा कार्यरत छु। आज म यहाँहरूलाई डिप एब्डोमिनल ब्रिदिङको बारेमा केही जानकारी दिन गइरहेको छु। डिप एब्डोमिनल ब्रिदिङ भनेको एक किसिमको सरल अनि प्रभावकारी रिल्याक्सेसन टेक्निक हो। यसलाई सरल भाषामा भन्नुपर्दा डिप एब्डोमिनल ब्रिदिङ भनेको पेटबाट गरिने गहिरो श्वास प्रश्वासको प्रक्रिया हो। यसलाई बेली ब्रिदिङ पनि भन्न सकिन्छ अथवा यसलाई डायफ्रामेटिक ब्रिदिङ पनि भन्न सकिन्छ। सामान्यतया हामीले सास लिँदा फाल्दा हाम्रो फोक्सो चाहिँ बलुन जस्तै हावा भरिँदाखेरि फुल्ने र हावा निस्किँदाखेरि सुक्ने गर्दछ। यो एउटा नर्मल प्रक्रिया हो। तर जब हामीलाई स्ट्रेस हुन्छ, एङ्जाइटी हुन्छ, अर्थात् डर, चिन्ता, मन आत्तिने हुन्छ, त्यस्तो अवस्थामा चाहिँ छाती टाइट भएर आउँछ, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ र असहज हुन्छ। हो, त्यस्तो अवस्थामा हामीले बेली ब्रिदिङ गरेर अर्थात् पेटबाट गहिरो श्वास प्रश्वास गरेर अवस्थालाई सहज र आफूलाई रिल्याक्स राख्न मद्दत गर्छ। यो बेली ब्रिदिङ चाहिँ हामीले जुनसुकै अवस्थामा पनि गर्न सक्छौँ। यसलाई बेडमा पल्टिएर, चेयरमा बसेर अथवा उभिएर पनि गर्न सकिन्छ। आउनुहोस् यस भिडियो मार्फत यो एक्सर्साइज कसरी गर्ने भनेर हामी हेरौँ। भिडियोमा देखाए जस्तै एउटा हात छातीमा राख्नुहोस् र अर्को हात पेटमाथि राख्नुहोस्। अब बिस्तारै नाकबाट सास भित्र तान्दै पेटलाई मजाले फुलाउनुहोस्। अब मुखबाट लामो सास बाहिर फाल्दै पेटलाई भित्रतिर ठेल्नुहोस्। याद गर्नुहोला, सास लिने भन्दा फाल्ने प्रक्रिया लामो हुन्छ। फेरि सास भित्र तान्दै पेटलाई मजाले फुलाउनुहोस्। सास बाहिर फाल्दै पेटलाई मजाले भित्रतिर ठेल्नुहोस्। सास लिने प्रक्रिया करिब 4 सेकेन्डको हुन्छ भने सास बाहिर फाल्ने प्रक्रिया 7 सेकेन्डको हुन्छ। इनहेल 2 3 4, एक्सहेल 2 3 4 5 6 7, इनहेल 2 3 4, exhale 2 3 4 5 6 7, inhale 2 3 4, exhale 2 3 4 5 6 7, inhale 2 3 4, exhale 2 3 4, inhale 2 3 4, exhale 2 3 4 5 6 7। यो बेली ब्रिदिङ एक्सर्साइज चाहिँ यहाँहरूले आफ्नो डे टु डे लाइफमा चाहिँ इन्कर्पोरेट गर्न सक्नुहुन्छ। मेडिसिन खाइराख्नु भएको क्लाइन्टहरूले पनि आफ्नो डे टु डे लाइफमा चाहिँ प्र्याक्टिस गर्नुभयो भने यहाँहरूलाई आफू रिल्याक्स रहन र अवस्थालाई सहज बनाउन धेरै नै मद्दत हुन्छ। धन्यवाद। सास फेर्दैमा सबै कुरा ठिक हुन्छ भन्यो भने त हामी बच्चादेखि सास फेरिरहेछौँ। तर हामी चाहे योगहरू वा धेरै सो अरू कुरामा पनि राम्रोसित सास फेर्यो भने धेरै कुरा ठिक हुन्छ भन्छु। जब म स्विमिङ जान्छु तब फिल हुन्छ कि राइट तरिकाले सास फेर्यो भने म धेरै लामो स्विमिङ गर्न सक्छु। अब जब आत्तिन्छौँ तब के हुन्छ त हाम्रो बडीमा भन्दा हाम्रो यो मसल्सहरू टाइट हुन्छन्। हाम्रो खालि दिमाग मात्र आत्तिदैन, मन मात्र आत्तिदैन, मसलले पनि त सपोर्ट गर्नु पर्यो। त्यो बेलामा मसल्सहरू टाइट हुन्छ। हामीले चित्त दुख्ने भन्ने वर्ड सुनेको छौँ नि, होइन? कहाँ दुख्छ चित्त? यहाँ यो मसल टाइट हुन्छ। यो टाइट भइसकेपछि सास फेर्न कति अप्ठ्यारो हुन्छ। कसैले थिचेकोमा सास फेर्न धेरै गाह्रो हुन थाल्छ र सास छिटो हुन थाल्छ। त्यसले गर्दा तनाव त्यसै छँदैछ, मसल टाइटनेस अझै छँदैछ र झनै कुरा बिग्रिन्छ। त्यसैले लामो गहिरो सास फेर्ने तरिका जसमा पेटको मसल चाहिँ गुड न्युज के छ भने डर चिन्तामा खासै आत्तिदैन, यसको रोल छैन। र यसलाई प्रयोग गरेर धेरैजनाहरूले चाहिँ एङ्जाइटीलाई कम गर्न सक्ने, स्थिर हुने र दिमागले प्लान गरेर समाधान गर्न सक्नुहुन्छ।